नमस्ते आदरणीय व्यक्तित्वहरू। आज म प्रेमको बारेमा कुरा गर्दैछु। भनिन्छ संसार नै प्रेममा अडेको छ, तर यो युगमा चाहिँ नि प्रेम पहिलाको युगमा जस्तो कृष्ण र राधा, कृष्ण र मीरा, शिव र पार्वती, शिव र सतीदेव, लैला मजनू, हीर राजाहरूको जस्तो चाहिँ रहेनन्। युग अनुसार, कलियुग अनुसार प्रेम पनि भ्रमपूर्ण छ, नक्कली छ। वास्तवमा मानिसहरूले आफूले आफूलाई नै सान्त्वना र आश्वस्त पार्नको लागि सच्चा प्रेम गरेको छु मैले, मलाई सच्चा प्रेम प्राप्त भइरहेको छ भन्छन्। वास्तवमा रिलेसनसिप कसैकोमा यहाँ चाहिँ सच्चा पनि हुँदैन। त्यही कारण के भन्छ रिलेसनसिप, एक्सेप्ट आमा त देवी शरानी, त्यसपछि अलि बुवा पनि हो। आमा र बुवाको प्रेम चाहिँ नि स्वार्थरहित, रियली भेरी अनकन्डिसनल हुन्छ। र प्रेमको भ्रममा परेर युवाहरू मात्र होइन, अडवैसहरू मात्र होइन, वृद्ध उमेरका मानिसहरूले पनि आफ्नो पथ बराली गरेको छ, लक्ष्य बिर्सिने गरेका छन्। भ्रमपूर्ण प्रेममा भनिन्छ नि हँस गया त फँस गया। कसैले हाँस्यो भने आफूलाई प्रेम गरेको, अथवा दया र करुणाको कारण आफू लड्दा कसैले उठाइदिँदा आहा लभ पर्यो, उसले मलाई लिप्दिएको। अनि अर्को पनि छन् यसरी स्वकल्पनामा रमाउने प्रेमी प्रेमिकाहरू। कसैले आफूले कसैलाई अलिकति पैसा दिएर भएर हो कि अथवा चन्दा दिएर डान्सहरू गरेर मद्दत गर्दा पनि त्यसको बदलामा आफ्नो प्रेम जताउन खोज्छ, अधिकार। मैले त्यतिका पैसा दिएछु त्यो महिलालाई अथवा त्यो पुरुषलाई, उनले मलाई के हद प्रेम गर्नुपर्छ। यो सिद्धान्त एउटा बसहरूमा पनि छ। मालिकहरू मेरो अफिसमा काम गर्ने, मेरो अन्दरमा काम गर्ने, मैले सही गरेपछि तलब पाउने फलानु महिला, फलानु पुरुषले मलाई अलि विशेष तरिकाले हेर्नुपर्छ, प्रेम गर्नुपर्छ। अनि यो कुरा चाहिँ सरकारीमा भन्दा निजीमा त कर्मचारीहरूलाई आफ्नो पेवा जस्तो नै ठान्ने गरेको हामी समाजमा देख्दै आएका छौँ। त्यसैले प्रेम भनेको कुरा यो भावनात्मक कुरा मात्र नभइकन एउटा आत्मिक कुरा र एउटा शारीरिक भौतिक सम्बन्धको पनि कुरा भयो भने प्रेम गर्दा मानिसहरू धेरै नै सावधान हुनुपर्छ। र फाइदाको लागि अहिलेका पुरुषभन्दा महिलाहरू आफ्नो छोरा उमेरका केदाहरूसँग पनि प्रेमको नाटक गर्दै तिनीहरूबाट नाजायज विभिन्न थरीका फाइदाहरू लिने गरेका छन्। जसकोबाट फाइदा लिने गरेको छ त्यो मान्छेलाई बाटोमा छेउबाटोमा भेट्दा, आफ्नो आफन्तसँग हिँड्दा उसले इग्नोर गरिदिन्छ त्यो महिलाले, नचिने चाहिँ। अनि त्यो केटाको सिधा साँझमा यदि त्यसै सङ्गतमा परेको हो भने सिधा उसको साँझमा उसको बास पट्टीमा हुन्छ। स्याड सङ सुन्ने, सेन्टिमेन्टल सङ सुन्ने, रोट खाने, रक्सी खाने, किनभने ऊ एउटा प्रेमको भ्रममा परेको हुन्छ। त्यसैले आफ्नो लक्ष्य हासिल गर्नको लागि आमा बुवाको आशीर्वाद सहितको अथवा गुरु आमाको आशीर्वाद सहितको प्रेम बाहेक अन्य यो कृत्रिम प्रेमहरूको पछि नलाग्नु हुन विशेष गरी टिनेजर भाइ बहिनीहरूलाई म सुझाव दिन चाहन्छु। यदि मैले कसैलाई चित्त दुख्ने गरी बोलेको छु अथवा मबाट केही भुल भएको छ भने माफ गरिदिनु होला।